ग्याङ्स्टर भन्ने कुरा पहिला सुरु नेपालमा एउटा कुरा बुझ्नु, कोही पनि ग्याङ्स्टर नेपालमा छैन। छन् भनौँ भने कस्ता छन् देखिहाल्यो। ग्याङ्स्टरहरू भने पोलिटिसियन हुन् है भाइ, त्यो बाहेक तलका भाँडाका टट्टुहरू हुन्। म पनि त यो, अरू सबजना त यो, उनीहरूको खेलाउना हुन् हामी, अरू केही पनि होइन। म त त्यो ठाउँबाट बाहिर निक्लेँ, अहिले कसैको खेलाउन छैन। त्यो जो ग्याङ्स्टर भन्दै हुन्छ खेलाउन हुन्। अब कतिजना त्यही भनेर धाकधम्की दिएर हिँडिरहेको हुन्छन्, तर हामीलाई पनि थाहा छ उनीहरूको लाइफस्टाइल कस्तो हो क्या भाइ। त्यो एकछिन सोसियल मिडियामा यहाँ बढी देखाएर ऊ गरेर हुँदैन। लाइफ कसै सेट। अहिले त ग्याङ्स्टर, अहिले पोलिटिसियन हो क्या ग्याङ्स्टर भाइ। त्यो हामी जस्तोहरूले त्यो भन्ने होइन। त्यो ऱ्यापरहरूले म ग्याङ्स्टर भन्ने त कुनै औकातै छैन, औकातै छैन। त्यो मुला बाको अगाडि बिरालोले म ग्याङ्स्टर हुनु भने जस्तै हो। यो नेताहरूको अगाडि हामी ऱ्यापरहरूले हामी ग्याङ्स्टर हुने, उनीहरू ग्याङ्स्टर है, हामी केही पनि हुने। हामी न्याउरी बिरालो हौँ। केलाई ग्याङ्स्टर भन्ने भाइ? म आफूभन्दा ठुलो मान्छेसँग जङ्ग्यो भने ग्याङ्स्टर भन्ने कि होइन, कोही आफ्नो लेभलको मान्छेसँग जुद्यो भने ग्याङ्स्टर भन्ने कि? त्यो ग्याङ्स्टर भन्ने कुरा त्यस्तो केही होइन। अब जस्तै ल भन न भाइ, तिमी कति वर्ष पुग्यो? म अहिले हेर यी हेर है, म 34 वर्ष पुगेँ होइन। तिमीलाई दाइ भनेर रेस्पेक्ट गर्छु होइन, क्लियर कुरा। अहिले मैले तिमीसँग यसो 2-4 शब्द झर्केर बोलेँ भने दाइ भनेर समाइदिन्छ, हो कि नै? तर तिम्रो छेउमा मम्मी हुनुहुन्छ, तिम्रो छेउमा तिम्रो मम्मीलाई मैले एक शब्द गलत बोल्नु सहन्छौ दाइ भनेर बस्छौ? हान्नाउँछ कि हान्नु? ग्याङ्स्टर त तिमी नै हो। त्यही भने आफूले माया गर्ने मान्छेलाई प्रोटेक्ट गर्नुलाई तिमीहरू ग्याङ्स्टर भन्छ नि, म ग्याङ्स्टर हो होइन। तर तिमीहरूको र मेरो नजरमा ग्याङ्स्टरको कुरा फरक छ होइन। म प्रोटेक्टिभ मान्छे हो, ग्याङ्स्टर होइन भाइ। ग्याङ्स्टर के, मैले बाटोमा मलाई हिँड्ने मान्छे मैले टेन्डर हानेर खाछु, मैले केटाहरू मैले उठाएर खाछु, को बिजनेसम्यानलाई थर्काएर मैले पैसा मागेको छु, मलाई एकजना देखाउ त। प्रमाण चाहियो, फेरि प्रमाण चाहियो, नट दुर्गा प्रसाद, प्रमाण चाहियो। त्यहाँ ऱ्यापर त म कुनै पनि आधारमा होइन, म भावना पोख्ने मान्छे हो भाइ। त्यही भएर मेरो गानामा कोरस नि हुन्न। म ऱ्यापर चाहिँ हुँदै होइन। ऱ्याप गाइन्छ तर ऱ्याप भावना पोख्नलाई गाइन्छ। यदि मान्छे ऱ्यापर भन्छ भने ठिकै छ, कविकार भन्छ भने ठिकै छ, जोत्तो भन्छ भने ठिकै छ, तर म गाउन छोड्दिनँ भन। तर लाइक, सब्सक्राइब, कमेन्ट गर्न चाहिँ नछोड ल।